सम्राट एउटा साहसी युवा थिए जो सधैँ आफ्ना सपना पछाडि लाग्थे। बाल्यकालदेखि नै उनलाई नयाँ ठाउँ घुम्ने, रहस्य खोज्ने र आफ्नो जीवनमा केही ठूलो गर्ने चाहना थियो। एक दिन उनी पर्सा जिल्लाको चुरिया पहाडको आसपास रहेको एउटा पुरानो पुस्तकालयमा पुगे। त्यो पुस्तकालय शान्त थियो, पुराना किताबहरूले भरिएको र हावामा पुरानो इतिहासको गन्ध मिसिएको थियो। किताबहरू हेर्दै गर्दा उनको नजर एउटा धुलोले ढाकिएको पुरानो किताबमा पर्यो। उनले त्यो किताब खोल्दा त्यसभित्र चुरिया पहाडको घना जंगलभित्र लुकेको एउटा रहस्यमय गुफाको कथा लेखिएको थियो। त्यो गुफामा एउटा विशेष खजाना रहेको भनिएको थियो, तर त्यो खजाना धन सम्पत्ति मात्र नभई जीवन बदल्ने ज्ञान र शक्ति थियो। यो पढेपछि सम्राटको मनमा जिज्ञासा र उत्साह भरियो। उनले तुरुन्तै त्यो गुफा खोज्ने निर्णय गरे। अर्को दिन बिहानै उनी चुरिया पहाडतर्फ लागे। घना जंगल, चराहरूको आवाज र कठिन बाटो पार गर्दै उनी अघि बढ्दै गए। कहिले बाटो हराए जस्तो भयो, कहिले थाकेर बस्न मन लाग्यो, तर उनले हिम्मत हारेनन्। धेरै समयपछि अन्ततः उनले त्यो रहस्यमय गुफा भेट्टाए। गुफाभित्र अँध्यारो थियो, तर उनले साहस जुटाएर भित्र प्रवेश गरे। भित्र पुगेपछि उनले एउटा पुरानो बाकस देखे। बाकस खोलेपछि त्यहाँ सुनचाँदी थिएन, तर एउटा सन्देश थियो। साँचो खजाना भनेको तिम्रो साहस, धैर्य र विश्वास हो। त्यो सन्देश पढेर सम्राटले महसुस गरे कि उनले सबैभन्दा ठूलो कुरा पाइसकेका छन्, आफ्नो आत्मविश्वास र आफ्नो लक्ष्यप्रति दृढता। त्यसपछि उनी गाउँ फर्किए, तर अब उनी पहिलेका जस्तो थिएनन्। उनी एक प्रेरणा बने, जसले सबैलाई सिकायो कि साँचो सफलता बाहिर होइन, आफ्नै भित्र हुन्छ।